So hello everyone, good morning, namaste, welcome back to my channel. के छ नि सबजना सन्चै अनि आरामै हुनुहुन्छ नि? आई होप सबजना सन्चै अनि आरामै हुनुहुन्छ ल। म पनि एकदम ठिकठाक छु है। टक्क लाएर ल निस्किसकेको छु। आज पनि त्यही हो ड्युटी है। अनि साइक्लिङ गर्न पाएको छैन। अस्ति होलीको दिन गर्छु भने थिएँ, बालकुमारी गएर त्यतिकै भयो क्या। ला मैले ब्रस बोकेर आएँ यार, ढिलो भएको थियो। दाँत गर्ने ब्रसै, दाँत मोल्ने ब्रसै बोकेर आएछु। कुनै केही छैन, नजिकै काम हो, बोकेर जाने हो होइन। अस्ति होलीको दिन बिहानभरि एकछिन गरेर अनि त्यो बिहानभरिमा चाहिँ सकिन्थ्यो नि त त्यो सामान सारेर। अनि त्यति सारी सकेर चाहिँ आएर अनि साइक्लिङ गर्ने यहाँ चोबारमा फेरि जाने भन्ने सोच थियो। अस्ति नै एक दिन गरेको ढिकै मरेको छैन क्या। अनि त्यता जाने भनेको भ्याइएन भने अब अर्को कुनै दिन छुट्टी मिल्यो भने चाहिँ जानुपर्छ। साइकल टक्क लाएर त्यहाँ छ होइन, यस्तो फोहोर भइरहेको छैन। एक दिन अनि फुर्सद मिल्यो भने टक्क लाएर सफा गरेर चाहिँ अनि चौहारतिर जानुपर्छ। अहिले चाहिँ टक्क लाएर ल काममा निस्किसकेको छु। काममा जाऊँ होइन। लाएर ल काममा पनि आइसकेँ है, ड्रेस पनि चेन्ज गरिसकेँ। फेरि फटाफट काम गर्नुपर्छ होइन। ल आज चाहिँ खतरा आइरहेछ क्या मेरो हालत। ल बबाल देखेछ ल, यहाँ चाहिँ ठुलो होइन छ क्या। यहाँ बिहान आएर हेर्नु मजा लाग्ने ठाउँ छ। सो अनि आज चाहिँ मेरो काम भनेको चाहिँ नि, आज मेरो काम चाहिँ यहाँ छ। आज यो फ्लाइट गर्नु छ मैले होइन। यो फ्लाइटमा चाहिँ के छ भने यो सबै फेरि पहिला गरिसकेको यो पनि गर्नु त फेरि गर्नुपर्ने छ। पुरै यो सिलिङहरूमा क्र्याक आएर फोहोर भएर यस्तो भएको क्या। त्यो क्र्याक आएर नि, तर क्यामेराले केही देखाएको छैन है। यो सबै फोहोर छ भने। अनि यहाँ पहिला भाडामा बसेको हो, यो पनि सबै मान्छे निस्केर गइसक्यो क्या। अनि यहाँ बैशाखमा बिहे छ अरे, अनि यो बैशाखभरिमा चाहिँ सकिदिनु पर्ने छ क्या। गाह्रो छ हो, गाह्रो छ। यता एउटा कोठा छ, यो चाहिँ जम्मा यहाँ 3टा रुम छ क्या। हिजो यहाँ पुरै निकालेर क्र्याक सिल हारिरहेको छु। दिउँसै यहाँ त बत्ती बाल्नुपर्छ क्या, बत्ती बालेरै काम गर्नुपर्छ, केही देखिँदैन भने। अनि यो एउटा रुम भयो, अनि यो एउटा छ। ल आज यो 3टा रुममा काम छ। अनि आज 3टा रुममा चाहिँ वाल सिलिङ चाहिँ सक्छ कि भनेको। अब पुटिङको काम छ पहिला, सो पुटिङ सकौँ होइन। अनि त्यसपछि यहाँ सामानहरू छ, फेरि त्यही झ्याउ लगाइरहेको छ। पुटिङ बनाएर मैले रेडी गरिसकेको छु होइन। अनि यो क्र्याक सिल पुरै हिजो मैले यहाँ क्र्याक सिल लगाएर राखिरहेको छु। ट्याक्क लाएर क्र्याक सिल भरेरको ठाउँमा चाहिँ पुटिङ भरेर अनि त्यसपछि मैले खाक्सी लाएर फेरि वाइट लाएर अनि वालको रङ बल्ल लाउनु पाउने हुन्छ। अनि त्यही हो, एउटा काम यता छ। अनि एउटा काम हिजोको देखाएको यतै छ क्या। यो काँचै छ, यो पनि त्यत्तिकै बाँकी छ भने यो पुरै ल पुरानो डिजाइनमा, यो जस्ताको डिजाइनमा हो क्या। पहिला जस्ता लाखेर ढलान गर्थ्यो नि त पहिला त। अनि सो त्यही हो, यो यताको चाहिँ यस्तो छ। झ्यालस्याल चाहिँ हिजो सकिसकेको छ त्यो साथीले। झ्यालस्याल चाहिँ क्रिक्री भान्सिरहेको छ, तर यो लिफ राउन्ड चाहिँ बाँकी रहेछ, पुटिङ हालिरहेछ। सो त्यही हो ल, कामको हालत यस्तै छ होइन। अझै 15-20 दिन जति यहाँ लाग्छ। अब 15-20 दिन म सायद यहीँ नै हुन्छ होला, किनकि अब यो बैशाखमा बिहे हो नि त। अनि यो चैत 15-20सम्म त मैले सकिदिनु पर्ने छ यहाँ। अनि मैले भन्दा पनि कामै सक्नुपर्ने छ 15-20 दिनसम्ममा। अनि कि मलाई आउट गरेर मेरो साथोमा अर्को ल्याउनु पऱ्यो, तर मलाई जहाँसम्म लाग्छ म 15-20सम्म चाहिँ यहीँ म नै हुन्छु, मैले नै सक्नुपर्ने हुन्छ। त्यही हो त ल।